के तपाईको वरिपरि पनि यस्ता मान्छेहरू छन् जसलाई चाहिँ तपाईको हरेक कुरामा समस्या छ? तपाईले लाएको, तपाईले बोलेको, तपाईले खाएको हरेक कुरामा उसले खोट निकाल्छ। तपाईका हरेक राम्रा कुराहरूलाई पनि उसले जहिले पनि नराम्रो बनाउन खोज्छ। सीआईडी जस्तो जति बेलै तपाईकै मात्रै जासुस गरिराख्छ। जो भेट्यो तपाईकै मात्रै कुरा गर्छ। तपाईलाई नीचा देखाउन ऊ जुन हदसम्म पनि गिर्न सक्छ। तपाईले उसलाई वास्तै नगरे पनि, तपाईले उसको चासै नगरे पनि कतै न कतै तपाईको कुरा गएर हरेकचोटि उसँगै गएर जोडिन्छ। के गर्ने होला त? कसरी तलाउने होला त यस्ता मान्छेहरूलाई? बस एउटै कुरा गर्ने, तपाईँ उसको अगाडि झन् भन्दा झन् खुसी भएर हिँड्दिने। उसको कुराले तपाईलाई केही फरकै नपरे जस्तो गरिदिने, ताकि ऊ रिसले झन् धेरै मुरमुरियोस्। यस्ता मान्छेहरू भनेको आरिसे मान्छे हुन्, जो आफू पनि खुसी हुन सक्दैन अनि ऊ अरू खुसी भएको पनि देखिसक्दैन। एउटा कुरा याद गर्नुस्, तपाईँ चर्चा उसैको हुन्छ जो चर्चा गर्न लायक हुन्छ। नराम्रै सही, तपाईँ चर्चा परिचामा हुनुहुन्छ, कसैको मन मस्तिष्कमा तपाईँ हुनुहुन्छ। त्यसैले आफूले आफूलाई भाग्यमानी ठान्नुस्। बाँकी उसको कर्मको फल त उसले आफैले भोगिरहेको छ। जति समय उसले आफ्नो लागि खर्चिनु पर्ने थियो, आफ्नो लागि केही गर्नुपर्ने थियो, त्यो समय चाहिँ उसले तपाईको लागि खर्चिरहेको छ। उसले बिस्तारै बिस्तारै आफूलाई गुमाउँदैछ। उसले अरूलाई रुवाएर आजको दिनमा हाँसे पनि भोलि रुने पालो उसको पनि अवश्य आउँछ, किनकि ऊ भोलि चारैतिरबाट एक्लो हुन्छ। त्यसैले धैर्य गर्नुहोस्, सबै समयको खेल हो।